साथीहरु यहाँलाई स्वागत छ मेरो फेसबुक पेजमा। आज म हाम्रो चौधरी जातिको परिकार घोंगी को परिकार कसरी बनाउने भन्ने कुरा सिकाउन गइरहेको छु साथीहरु। एकदमै स्वास्थ्यको लागि स्वास्थ्यवर्धक चीज हो र खानामा मिठो पनि हुन्छ साथीहरु। यहाँलाई अब कसरी यो परिकार बनाउँछन् भन्ने कुरा म सिकाउँछु र तपाईहरुलाई पनि अब मन पर्छ भने तपाईहरुले पनि घरमा यो रेसिपी बनाएर ट्राई गर्न सक्नुहुन्छ है साथीहरु। पकाउनको लागि साथीहरु फर्स्टमा घोंगीलाई क्लिन गर्नुपर्ने हुन्छ। यहाँ हाम्रो नानीले हेर्नुस् राम्रोसँग क्लिन गरिराछ है घोंगीहरु। क्लिन गरिसकेपछि यहाँ अब एउटा कराईमा सफा पानीमा राख्ने है साथीहरु। यसरी देखाए जस्तै कराईमा सफा पानीमा यहाँ घोंगीहरुलाई राख्ने अनि यसलाई पानीमा उमाल्ने है साथीहरु। यसरी यहाँ अब चुलोमा राखेर मजाले उमाल्ने है त। अब चुलो छैन भने ग्यासमा उमाल्दा नि हुन्छ। मजाले ग्यासमा उमाल्ने भक भक्ति उमाल्ने है त। 10-15 मिनेट भक भक्ति उमाल्नु पर्छ। यसरी भक भक्ति उमाल्ने है साथीहरु। 10 मिनेट जति 15 मिनेट जति भक भक्ति एकदम उमाल्ने सफा हुन्छ एकदम क्लिन सँग। ल उम्लिसकेको छ साथीहरु। अब यसलाई सफा पुनः सफा गर्नलाई अब चिसो पानीले गर्नुपर्ने हुन्छ। अब हेर्नुस् यसमा चिसो पानी हाल्ने अनि यसलाई चिसो पानी हालेर सफा गर्ने है। सफा पानीले पुनः सफा गर्ने। दुई तीनचोटि पखाल्ने साथीहरु है। 2-3 पानी एकदम सफा पानीले जुर एकदम चिसो चौधरीमा जुर भन्छ साथीहरु। जुर बनाउने यसलाई क्लिन गरेर यसको ढकनी निकाल्नु पर्ने हुन्छ। हेर्नुस् यसरी यसको ढकनी र यो टुप्पा फाल्नु पर्ने हुन्छ ताकि तान्दाखेरि आओस्। देखाउ त म्याडम। हेर्नुस् यसरी ढकनी पनि गएको छ र यसको हेर्नुस् टुप्पाहरु उठालेको छ बहिनीले। यसरी एकदम तान्दाखेरि आओस्। यसरी फाल्ने गिलासले ट्याट्ट प्याट्ट है त। यसरी क्लिन पारेर सबै घोंगीहरु एउटा सफा थालमा राख्ने साथीहरु। हामीले राखे जस्तै यसरी अब निपोलिसकेपछि यसलाई अब सफा गर्ने है साथीहरु। सफा पानीले फेरि पुनः यसरी सफा पानीले पुनः धुने है। यसरी क्लिन गर्ने है साथीहरु। एकदम क्लिन बनाउने। घोंगी निपोलिसकेपछि साथीहरु अब मसलाको काम गर्ने एकदम तयार पार्ने। लसुन धनिया त्यसपछि लसुन धनिया त्यसपछि जिरा। यी हेर्नुस् लोकनीमा हाम्रो लोकनीमा पिस्ने हुन्छ। तपाईहरुको अब जेमा छ सिलौटामा पिस्ने है। मसला तयार भइसकेपछि अब कराईमा अब तेल हाल्ने है। यो हाम्रो तोरीको खाने तेल थोरै अब राख्ने। अनि यहाँ हाम्रो मरमसला हामीले रेडी गरेका छौं। मसला तयार भइसकेपछि अब यसमा हामीले घोंगी हाल्नु पर्ने हुन्छ। त्यसरी घोंगी छान्ने र चलाउने घोंगीलाई लाउने धुच्ने है राम्रोसँग धुच्ने मिसाउने यसको मसला। त्यसपछि अब यसलाई अब थालले छोपिदिने है साथीहरु। एकछिनको लागि यो पाकोस् मसला मिसोस् भनेर छोपिदिने है त। यसरी पकाउने। अब यो लगभग पाकिसकेको छ साथीहरु। यसमा अब सुप बनाउनको लागि पानी एड गर्नुपर्ने हुन्छ। सुप अलि बाक्लो बनाउनलाई हामीले चामलको पिठोको अरहन लाउनु पर्ने हुन्छ। यसमा मिसाउनु पर्ने हुन्छ पिठो। अब एकछिन यो उम्लिन्छ। उम्लेपछि थोरै अरू पानी एड गर्ने। त्यसपछि अब यसलाई एकछिन फेरि उमाल्ने तयार गर्ने अनि त्यसपछि घोंगी हाम्रो तयार हुन्छ है साथीहरु। ल साथीहरु हाम्रो घोंगी रेडी भइसकेको छ। अब हामी यसलाई टेस्ट गरेर हेर्छौं है। ल मिलाएको
ए हेर्नु साथीहरू हाम्रो यो घोङ्गी एकदमै खानको लागि रेडी अवस्थामा छ। तपाईँलाई टेस्ट गर्न गइरहेको छौँ। एकदमै मिठो स्वादिलो हेल्दी चिज है। म खाएर हेर्छु। मिठो छ ल मिठो।